प्रहरी प्रशासनहरू पनि टन्नै छ। सबै सुकुम्बासी बस्तीहरू चाहिँ सबै भत्काइसकेको छ है। ल भित्र पनि डजरहरू छिरेर भत्काइरहेको अवस्था। ल नमान्नेहरूलाई चाहिँ यसरी प्योर सुकुम्बासीलाई चाहिँ सरकारले यस्तरी व्यवस्था गरेको छ। ल डजर चाहिँ मजाले चलिरहेको छ यतातिर चाहिँ। ल सबै सामानहरू चाहिँ बिजोग अवस्थामा छ यहाँतिर चाहिँ। यस्तो बुढाबुढी बच्चाहरू सबै बिजोग अवस्थामा छ। सबै भत्किसकेको छ है यहाँतिर चाहिँ। ल शस्त्रहरू पनि टन्नै यतातिर। हालत भर्खर हाने रहेछ कि सामान लगेन चाहिँ खै के गरे अब नि सामानै ल त लिङ्ग ल धम्माधम यता डजर चलिरहेछ। यता सामानहरू हाल्दैछन्। ल ल डजरले अलिकति गर्न नमानेको अवस्थामा मान्छेहरू झडप। यो उ गरेर भाटा मात्रै खान्छ अहिले, झापड मात्रै खान्छ अहिले। किन पाउला घर भत्कायो डजरले। यहाँ दिदीलाई पिर पर्यो, के गर्नु, आफ्नो सम्पत्ति त माया लागिहाल्छ कि लाग्न त। ल त्यो हिरोलाई कुकुरलाई पनि हान्दै क्या कुद्यो क्या कोक्टङ भयो। यसो अलिकति ब्ल्याट गर्दै यहाँ चाहिँ अब सामान छ अरे निकालेको छैन अरे भनेर दिदी कराउनु भयो। अब हाम्रो पुलिस साथीहरू चाहिँ भित्र हेर्न जानु भएको छ। भित्रतिर यसो सामान छ अरे भनेर हेर्न जानु भएको छ है। पुलिस आफै खटिनु भएको छ।
एक सर्टमै सबै बस्छ। यहाँ चाहिँ घर भत्काएर रुनु भएको छ एकजना बहिनी। पहाडीबाट चाहिँ पहाडीबाट चाहिँ खतरा मान्छेहरू हेरिरहेको छ ल।